सबैजनालाई मेरो नाम मुनु प्रधान, प्राउड डिजिटल एन्टरप्रेन्योर र मैले अहिले नेपालमै बसेर यो ग्लोबल प्लेटफर्ममा एज अ डिजिटल एन्टरप्रेन्योर भएर काम गरिरहेको छु र एकदमै त्यो टाइम फ्रिडम, फाइनेन्सियल फ्रिडम मैले प्राप्त गरिसकेको छु है। सो आज मलाई सबिनाजीले एउटा क्वेसन सोध्नु भएको छ बिजनेस रिलेटेड होइन, वाट इज अनलाइन डिजिटल मार्केटिङ बिजनेस र हामीले यो घरमा बसेर कसरी कमाइ गर्न सक्छौँ भनेर सोध्नु भएको छ है। सो म चाहिँ तपाईँलाई सिम्पल वेमा एक्सप्लेन गर्ने प्रयास गर्नेछु होइन, एकदम सिम्पलेस्ट वेमा। सो अहिले लेट्स टक अबाउट यो अनलाइन डिजिटल मार्केटिङ बिजनेस जसले चाहिँ लाखौँ मान्छेको लाइफ चेन्ज गर्न सफल भइसक्यो है। वाट इज डिजिटल मार्केटिङ बिजनेस होइन। सो फर्स्टमा चाहिँ लेट्स अन्डरस्ट्यान्ड यो द वर्ड डिजिटल मार्केटिङ के है। सो हामीले हरेक दिन हामी सबैजनाले अहिले चाहिँ इन्टरनेट युज गर्छौँ एभ्री डे जस्तो है। हामीहरू फेसबुक चलाउँछौँ, इन्स्टाग्राम, टिकटक, युट्युब, गुगलहरू सबैजनाले चलाउँछौँ होइन त। सो नाउ इमेजिन हामीले चाहिँ यो सेम प्लेटफर्म्सहरू युज गरेर नट जस्ट फर फन, अहिले त हामी इन्टरटेनमेन्टको लागि मात्रै युज गर्छौँ, तर यदि तपाईँ यो बिजनेसमा यो सिस्टममा आइसक्नु भएपछि चाहिँ तपाईँले कुनै सामानको प्रमोट या त कुनै बिजनेसको प्रमोट गरेर यदि कमाइ गर्न सक्नुहुन्छ भने चाहिँ त्यसलाई चाहिँ डिजिटल मार्केटिङ भन्छ कि है। यसमा चाहिँ कि त हामी प्रडक्ट गर्छौँ, कि त सर्भिस प्रमोट गर्छौँ, कि त कुनै अपर्च्युनिटीलाई चाहिँ हामीले त्यो प्लेटफर्म थ्रुबाट सबैजनाको सबैतिर पुग्छौँ कि ग्लोबल्ली होइन। सो हाम्रो यो प्लेटफर्म भनेको चाहिँ यो अनलाइन डिजिटल मार्केटिङ बिजनेस जुन ग्लोबल छ, हामी अहिले जुनमा हामी काम गरिराखेको छु होइन, यसमा चाहिँ धेरैभन्दा धेरै मान्छेहरूसम्म हामी पुग्छौँ ग्लोबल्ली। र हामीले चाहिँ केही प्रडक्टहरू सेल्स गर्ने होइन, हाम्रो काम भनेको वी ओन्ली आर एजुकेटिङ पिपुल एन्ड वी आर ओन्ली सेलिङ द अपर्च्युनिटी है, जसले चाहिँ मान्छेको हजारौँ लाखौँ मान्छेको लाइफ चाहिँ संसारभरि चेन्ज गर्न सकिसक्यो है। र यो चाहिँ एकदमै पपुलर किन छ अहिले भन्दाखेरि बिकज यसमा चाहिँ तपाईँ सबै कुरा इन्टरनेटले गरिदिन्छ र तपाईँ संसारको जुनै कुनामा हुनुभए पनि, तपाईँ जुनै काममा आबद्ध हुनुभए पनि जम्मा दिनको 2-3 घन्टा तपाईँले स्पेन्ड गर्नु भएर होइन, त्यही सोसियल मिडियाहरू युज गर्नु भएर तपाईँले राम्रो एकदमै जेनरस कमाइ गर्न सक्नुहुन्छ, त्यो फाइनेन्सियल फ्रिडम, टाइम फ्रिडम पाउन सक्नुहुन्छ है। तपाईँ आमा हुनुहुन्छ, तपाईँ स्टुडेन्ट हुनुहुन्छ, तपाईँ आफ्नो कुनै प्रोफेसनमा काम गरिराख्नु भएको छ भने पनि यो चाहिँ एज अ साइड हसल स्टार्ट गर्न सक्नुहुन्छ र एकदमै राम्रो कमाइ गर्न सक्नुहुन्छ होइन, थ्रु दिस अनलाइन डिजिटल मार्केटिङ बिजनेस प्लेटफर्म यो अहिले जुनमा म आबद्ध भएर काम गरिरहेको छु र हाम्रो सबिनाजी है। सो वी आर बिजनेस पार्टनर्स होइन। सो यसमा हामीले सिक्ने भनेको चाहिँ एफिलिएट मार्केटिङ होइन। एफिलिएट मार्केटिङ त हो, तर हामीले चाहिँ कुनै किसिमको प्रडक्ट सेल्स गर्दैनौँ यसमा चाहिँ होइन। हामीले चाहिँ खालि मैले अघि भनिहालेँ वी आर ओन्ली सेलिङ दिस अपर्च्युनिटी होइन, सिम्पल एज द्याट। र त्यो गरिसके बापतले हामी चाहिँ कमिसन र बोनस पाउँछौँ है। अब हामी यसलाई फ्रिल्यान्सिङ पनि भन्न सक्छौँ। यहाँ हामीले कन्टेन्ट कसरी बनाउने, एड्सहरू कसरी रन गर्ने, क्याम्पेनहरू कसरी चलाउने होइन, र त्यो कसरी चाहिँ हामी धेरैभन्दा धेरै अडियन्समा हाम्रो कन्टेन्ट कसरी पुर्याउने भन्ने हामीले यहाँ सिक्छौँ है। र यहाँ हामीले हाम्रो कोच एन्ड मेन्टर्सहरू हुनुहुन्छ जसले हामीलाई गाइड गर्नुहुन्छ स्टेप बाई स्टेप्स होइन, कसरी हामीले चाहिँ अनलाइन डिजिटल स्ट्राटेजिजहरू युज गर्ने, त्यो सबै कुरा हामीले चाहिँ यहाँ वर्ल्ड क्लास लिडर्सहरूबाट सिक्छौँ है। र अर्को भनेको चाहिँ अनलाइन बिजनेस सिस्टम लाइक धेरैवटा प्लेटफर्महरू छ, तर यो अनलाइन डिजिटल मार्केटिङ किन चुज गर्ने भन्दाखेरि यसमा चाहिँ एकदमै सबैभन्दा राम्रो कुरा एकदमै जेनरस कमिसन र बोनस प्लान छ है। इट्स अ हाई टिकट सेल्स बिजनेस मोडल होइन। र यसमा अर्को राम्रो कुरा भनेको एकदम यो चाहिँ कम्युनिटी बेस्ड बिजनेस हो होइन। यसमा चाहिँ तपाईँले स्किल पनि सिक्न सक्नुहुन्छ, बिजनेस रिलेटेड, मार्केटिङ रिलेटेड होइन। एट्र्याक्सन मार्केटिङ भन्छ होइन। एट्र्याक्सन मार्केटिङ भनेको चाहिँ तपाईँले थ्रु जुन पनि यो हाम्रो भिडियोजहरू पोस्टहरू गरेर रिल्सहरू बनाएर चाहिँ कसरी चाहिँ हामीले जे अफर गरिरहेको छौँ र जो मान्छेहरू अपर्च्युनिटीको खोजीमा हुनुहुन्छ होइन, त्यो उहाँहरू र हामीहरू चाहिँ कनेक्ट हुने कि त्यो एउटा सिमिलर इन्ट्रेस्ट भएको मान्छेहरूसँग चाहिँ कनेक्ट हुने है, थ्रु अल दो सोसियल मिडिया चाहिँ हाम्रो मेन काम हो होइन। सो यो चाहिँ यस्तो ग्लोबल कम्युनिटिज हो जहाँ चाहिँ मेन्टरसिप छ, अटोमेटेड सिस्टम छ जसले तपाईँलाई स्टेप बाई स्टेप गाइड गर्नुहुन्छ। यसमा कुनै किसिमको तपाईँलाई सर्टिफिकेट चाहिँदैन, कुनै किसिमको तपाईँलाई एक्सपिरियन्स चाहिँदैन। तपाईँ 24 के भन्छ, तपाईँ 9 to 5 ग्राइन्ड गरिराख्नु भएको छ भने यो बिजनेस गर्न सक्नुहुन्छ। तपाईँ आमा हुनुहुन्छ भने गर्न सक्नुहुन्छ,
रिटायर भइसक्नु सबैको लागि यो बिजनेस हो कि एन्ड द्याट इज द रिजन वी निड टु चुज दिस इज द बेस्ट प्लेटफर्म फर एभ्री वान है। किनभने अहिले यति धेरै डिजिटल प्लेटफर्म्सहरू छ, तर सबैको लागि तपाईँले बुझ्नुभयो भने त्यसको लागि एकदम हाई तपाईँलाई सर्टिफिकेट चाहिन्छ कि है, हाई एक्सपिरियन्स चाहिन्छ। तर यसमा चाहिँ केही पनि चाहिँदैन र त्यो एउटा कम्युनिटी बोन्ड तपाईँले यहाँ पाउन सक्नुहुन्छ है। र अर्को सबैभन्दा राम्रो कुरा, अब यो अहिले आएर पनि किन जोइन गर्ने भन्दाखेरि अहिले यति धेरैजना नेपालीहरू, हाम्रो नेप्लिजको कम्युनिटी यस्तो स्ट्रङ भइसक्यो कि है, ग्लोबल प्लेटफर्म भए पनि तपाईँ यहाँ आइसक्नु भएपछि चाहिँ तपाईँले त्यो नेपालीपन पाउन सक्ने त्यो त्यस्तो खाले स्ट्रङ कम्युनिटी हाम्रो बनिसक्यो होइन। तपाईँलाई इङ्ग्लिस आउँदैन, तपाईँ अलिकति इङ्ग्लिसमा कमजोर हुनुहुन्छ, अब सबै इङ्ग्लिसमा हुन्छ भने पनि तपाईँको हाम्रो सर्कल चाहिँ यति ठुलो भइसक्यो, नेपाली कम्युनिटी चाहिँ यति ठुलो भइसक्यो कि होइन। हाम्रो प्रायः जस्तो डिल गर्ने भनेको हामीले नेपालीहरूसँगै हुन्छ या त्यो नेपाली भाषीहरूसँगै हुन्छ। सो त्यसले गर्दा पनि हामीलाई एकदमै कम्फर्टेबल फिल हुन्छ, होम जस्तो फिल हुन्छ होइन। र हामीले चाहिँ यो बिजनेस जहाँबाट पनि गर्न सक्छौँ र राम्रो घरमा बसी यो बिजनेसबाट कमाइ गर्न सक्छौँ। सो इफ यु रियली वान्ट टु learn more about this online digital business होइन, प्लिज रिच आउट टु हाम्रो सबिनाजी होइन। अनि त्यसपछि उहाँले चाहिँ डिटेलमा तपाईँलाई एक्सप्लेन गरिदिनुहुनेछ, डिटेलमा तपाईँलाई रिसोर्सेसहरू पनि देखाइदिनुहुनेछ होइन। यो बिजनेस कसले गरिराख्नु भएको छ, बिजनेसको हिस्ट्री, बिजनेसमा को इन्भल्भ हुनुहुन्छ, कतिजना हुनुहुन्छ, त्यो सबै कुरा होइन हाम्रो वेबसाइटदेखि लिएर सबै उहाँले सेयर गरेर तपाईँलाई डिटेलमा इन्फर्मेसन दिनुहुनेछ है। सो इफ युआर लुकिङ फर द काइन्ड अफ अपर्च्युनिटी होइन, एकदमै राम्रो कमाइ, एकदमै राम्रो प्लेटफर्मको खोजीमा हुनुहुन्छ होइन, र घरमै बसी कमाइ गर्न चाहनुहुन्छ भने प्लिज रिच आउट टु